गाइज अहिले चाहिँ हामी ड्युटीतर्फ लागेको। यहाँतिर अलि गर्मी ठिकै छ। ल हेर्नुहोस् त गाइज कसरी मुसा खेलिरहेछ। देख्नुभयो कि देख्नु भएन तपाईँले? म चाहिँ एउटा सानो भ्लग बनाऊ भनेर हो। यहाँको नाली चाहिँ गाइज धेरै गहिलो हुँदो रहेछ कि। यहाँ हेर्नु त कसरी बनाएर रहेछन्। अनि यहाँ त पानी पर्ला जस्तो भइरहेछ। आन्टीको साइकल बिग्रियो कि के भयो? निक्करी हेरिरहेछन्। म बनाइदिउँ क्या? यहाँ चाहिँ काम चलिरहेको रहेछ। यहाँ चाहिँ पुग्नै आँटेको अहिले। तर यो इन्डियामा गाइज हेर्नु न, घरको माथि टावर बनाएर रहेछन् क्या। घरको माथि टावर। माथि हेर्दा थाहै नपाइने, तल हेर्दा यत्रो खाल्डो। हेर्नु त गाइज। हाम्रो नेपालमा एउटा ट्रान्सफर्मर हुन्छ, यहाँ दुईवटा ट्रान्सफर्मर। घर त दामी रहेछ त।